हाई गाइज के गर्दै हुनुहुन्छ? म चाहिँ आज खापुन्सेले सताएर लास्टै गाह्रो बनायो। खापुन्सो भनेको चाहिँ जापानमा भनौँ न एउटा एलर्जी, एक टाइपको एलर्जी हो क्या। अनि यो चाहिँ रुगा सेम सिम्टम्सहरू चाहिँ रुगा खोकी लागे जस्तै हुने रहेछ। नाकबाट पानी बगे यस्तो आँखाबाट पानी झरेको, आँसु झरेको छ अरे। अनि के भन्छ यो यो काँध दुख्दो रहेछ। अनि टाउको दुख्ने लास्टै गाह्रो बनायो क्या। अनि पोहोर चाहिँ मलाई हल्का हल्का मात्रै लागेको थियो, खास चाहिँ त्यस्तो थिएन। यसपालि चाहिँ एक हप्ता जति हुन लागिसक्यो, लास्टै गाह्रो बनाएर रुगा खोकी लागे जस्तो है। अनि अहिलेको मौसममा चाहिँ यहाँ साकुरा फुल्ने बेला हो नि त। यो मौसममा चाहिँ प्रायः जस्तो जापानिजहरू सबैलाई लाग्छ अरे क्या खापुन्सो। यसपालि पनि खापुन्सो भन्छ क्या जापानिजमा, एलर्जी हो एक किसिमको। अनि यसपालि मलाई चाहिँ लगाएर यस्तो सतायो कि यस्तो गाह्रो बनाइरहेछ कि जापानिजहरूलाई पनि लास्टै लाग्छ अरे है, सबैलाई लाग्छ अरे। अनि नेपालीहरूलाई चाहिँ खासै लाग्दैन, लाग्छ भन्ने थाहा थिएन मलाई। लाग्छ चाहिँ पुरानो भएको मान्छेलाई लाग्छ अरे भनेको सुन्छु, फेरि इम्युनिटी पावर कम भएकोलाई नै लाग्छ अरे भनेको नै सुन्छु। किन लाग्छ चाहिँ थाहा छैन, तर यो एलर्जीले मलाई यसपालि यस्तो सतायो कि पुरा कान नाक सब चिलाएर नाकबाट पानी कन्टिन्यू बगे है। यस्तो सताएको छ, एकदम गाह्रो बनाएको छ। त्यही पनि आज मेरो बिदा चाहिँ हुनुपर्ने हो, तर नयाँ मान्छे काममा हाल्ने भएकोले गर्दाखेरि चाहिँ जान लाग्दैछु। अनि उहाँहरूलाई चाहिँ काममा कम्पनीमा लगेर अनि देखाएर सबै कुरा अनि निस्केपछि चाहिँ यसो तरकारी लिन जानुपर्ने छ। अनि जान्छु, त्यही भएर म चाहिँ जाँदैछु। अनि तपाईँहरू चाहिँ कतिजना हुनुहुन्छ नि खापुन्सो लाग्ने जापानमा? अनि के गर्दा सन्चो हुन्छ, के गर्नुहुन्छ भनिदिनु न। म त औषधि हस्पिटल गएको, मेडिकल गएको, अनि के भन्छ रुगाखोकी लाग्यो भनेर गएको। अब हाम्रो नेपालमा त रुगाखोकी लाग्छ नि त, रुगाखोकी पानीहरू यस्तो भएपछि रुगाखोकी लाग्छ, त्यही नै हो भन्ने हुन्छ नि त। हामीलाई चाहिँ यो रुगा लागेको भन्ने हुन्छ, तर यहाँनिर चाहिँ रुगा होइन भन्ने हो क्या। अनि तँलाई खापुन्सो हो भन्नुभयो, औषधि दिनुभएको छ 6 mg-को। मलाई अब mg थोर भएर त भन्न मिलेन, सबैले खाने त्यही औषधि होला होइन। तर मलाई त्यो औषधिले छुँदै छुएन क्या। अनि म आफैले घरेलु के भन्छ अदुवा पानी सानी पकाएर कति धेरै खाइरहेको छु, तर कम हुने चान्स नै गर्दैन, बाटै गर्दैन। अनि लास्टै गाह्रो बनाइरहेछ। तर पनि म काममा चाहिँ जान लागेको। गाइज म चाहिँ चियामा गएँ, दाइहरूलाई लगिदिएँ, पुर्याइदिएँ। अनि खाइसकेको काम सकाएर तरकारी लिनको लागि भनेर म सधैँभरि आउने ठाउँमा चाहिँ आएको छु। अनि कहाँ रहेछ भनेर म देखाउँछु ल तरकारी। यहाँ चाहिँ म प्रायः सधैँ आइरहेको हुन्छु। अनि अलिक सस्तो पनि पाउँछ क्या तरकारी चाहिँ, अरू चाहिँ खासै क्वालिटीको सामान पाउँदैन, तर तरकारी चाहिँ राम्रो पाउँछ। कहाँ रहेछ म देखाउँछु है त। गाइज म चाहिँ नागोयाको अनि भेटनामीको पसल भन्छन् क्या सबैजना नेपालीहरू, प्रायः त यहाँ सबै नेपालीहरू आउनुहुन्छ। ठाउँ चाहिँ यो हो, यहाँ देख्न सक्नुहुन्छ, यहाँ छ। अनि यता चाहिँ एउटा त्यो पर नेपाली हलाल छ। अनि यहाँ चाहिँ भेटनामीको पसल छ। अनि भेटनामीको पसलमा चाहिँ सबैजनाले भेटनामीको पसल भन्छन्, यहाँ स्टाफहरू पनि भेटनामी हुनुहुन्छ, त्यही भएर भेटनामी भनेको होला। सस्तो पाउँछ है सामानहरू, म देखाउँछु ल के यो चाहिँ आलु चाहिँ यहाँ कोयनमा पाउँछ, 100 रुपियाँमा पाउँछ। मैले चाहिँ तरकारी किनेँ अनि सकाएँ। अब चाहिँ म घर जान लागेको। जस तरकारीहरू चाहिँ सस्तो पाउँछ भनौँ न यहाँ चाहिँ। अनि यहाँको मान्छेहरूले चाहिँ सायद डाइरेक्ट कृषकहरूबाट ल्याउनुहुन्छ होला क्या तरकारी, त्यही भएर यहीँ प्याकेजिङहरू गर्नुहुन्छ, यहीँ हाम्रै अगाडि प्याकेज गरेर त्यहीँ राखिदिनुहुन्छ क्या, लेबल गरेर लेखेर राखिदिनुहुन्छ। त्यस्तो जापानको सुपा जस्तो चाहिँ सिस्टमेटिक चाहिँ छैन, तर पनि तरकारीहरू चाहिँ एकदमै धेरै सस्तो पाउँछ। उहाँहरूले एकदम धेरै मेहनत गर्नुभएको छ। अनि जापानिजहरूले
के भन्छ जापानिजहरू पनि धेरै आउनुहुन्छ क्या, तर धेरै जस्तो चाहिँ नेपालीहरू र भियतनामीहरू हुनुहुन्छ। किन भियतनामी भन्दा पनि धेरै चाहिँ नेपाली नै हुनुहुन्छ होला जस्तो लाग्छ मलाई चाहिँ। म चाहिँ नेपाली नै धेरै। अनि म चाहिँ ताजिया पनि जाने गर्छु तरकारीहरू लिनको लागि चाहिँ ताजिया पनि जान्छु। त्यहाँ पनि सस्तो पाउँछ क्या, तर त्यहाँ चाहिँ ल्याब टेस्टहरू गरेको हुन्छ नि त सबै कुराहरू, अनि सस्तो पनि पाउँछ अनि अलि धेरै पनि पाउँछ। ताजिया पनि जाने गर्छु। अनि मलाई अस्ति नै कहिले हो टिकटकमा चाहिँ तरकारी सस्तो पाउने ठाउँ भनिदिनु न भनेर एउटा कमेन्ट आएको देखेको थिएँ, तर मैले त्यो चाहिँ रिप्लाई गर्न पाएको थिएन। आज चाहिँ यही भिडियोबाट भनिदिन्छु है। यो चाहिँ नागोयामा हुनुहुन्छ भने चाहिँ बिग क्यामेराबाट अलिकति भित्र छिरेपछि यहाँ नेपाली हलाल छ, एसियन स्पाइस हाउस समथिङ के भन्ने नेपाली हलाल छ है। यहाँनिर मैले नाम चाहिँ मिस्टेक गरेँ भने त्यसको लागि धेरै सरी भन्न चाहन्छु। अनि अघि चाहिँ मैले भिडियोमा ठ्याक्क त्यो पसलको लोकेसन देखाइदिएको छु, नाम देखाइदिएको छु। त्यो नाम हानेर चाहिँ आउन सक्नुहुन्छ। अनि म डिस्क्रिप्सनमा चाहिँ यहाँको लोकेसन पनि हालिदिन्छु, त्यहाँ पनि हेरेर आउन सक्नुहुन्छ। ट्रेनबाट आउनुहुन्छ भने चाहिँ अलिकति टाढा पर्न सक्छ, एकीबाट हिँडेर चाहिँ। गाडीमा आउनुहुन्छ भने चाहिँ यहीँ अगाडि बस स्टप छ गाडी, त्यहाँबाट आउन सक्नुहुन्छ। म चाहिँ तरकारीहरू लिएर घर आइपुगेँ है। खापुन्चेले पनि मलाई लास्टै सताएर पनि लास्टै विक फिल भइरहेछ, एकदम विक फिल भइरहेछ। अनि तरकारीहरू लिएर आएँ। यो चाहिँ मैले ल्याएको तरकारी हो। यो तरकारी चाहिँ यो आलु चाहिँ 100 को एउटा है यो चाहिँ, अनि यो चाहिँ 600 को समथिङ। अनि यो दाल चाहिँ 400 को, यो 150 को। यो अरू जम्मै यो चाहिँ यो साग चाहिँ 50 एउटाको, यो 50 को। अनि यो गरेर जस यो टोटल गरेर 3450 समथिङ त्यति नै कति पर्यो, त्यस्तो साह्रो महँगो चाहिँ छैन। अनि तपाईँहरू पनि नागोयामा हुनुहुन्छ, नागोयामा हुने त सबैलाई थाहा छ, तर जो थाहा छैन, जसलाई थाहा छैन उहाँहरू पनि तरकारीहरू धेरै युज हुन्छ भने चाहिँ त्यहाँनिर सस्तो ठाउँ छ एउटा, मैले थाहा पाएको चाहिँ त्यहाँ एउटा सस्तो ठाउँ छ, त्यहाँ जान सक्नुहुन्छ। अनि अर्को एउटा ताचिया, नागोयामा भएको चाहिँ तरकारी सस्तो पाउने ठाउँ चाहिँ ताचिया पनि हो है। ताचियामा पनि राम्रो तरकारी, त्यहाँ चाहिँ क्वालिटीको पनि क्वान्टिटीको पनि अनि सस्तो पनि पाउँछ है ताचियामा पनि। ताचियाको नजिकै हुनुहुन्छ भने चाहिँ सर्च गरेर जान पनि सक्नुहुन्छ। अनि आजको मेरो दिन चाहिँ यसरी नै बित्यो। अब म यो तरकारीहरू राख्छु। मैले खाना पनि खान भ्याएको छैन क्या आज, अब खानासाना खान्छु अनि एकछिन रेस्ट गर्छु, कामसाम गर्छु। मेरो दिन चाहिँ यसरी नै बित्यो। मेरो भिडियो कस्तो लाग्छ, तपाईँहरूलाई जस्तो लाग्छ त्यस्तै प्लिज कमेन्ट गर्न चाहिँ नभुल्नु होला। अनि लाइक सब्सक्राइब पनि गरिदिनु होला है त। थ्याङ्क यू फर वाचिङ, बाई बाई।